रारा यात्राको पहिलो दिन हामी सुर्खेत पुगेर बास बस्यौँ। सुर्खेत छिटो पुगेर समय पर्याप्त भएमा सुर्खेतमा अवस्थित प्रमुख पर्यटन स्थलहरू काक्रे बिहार, देउती बजै मन्दिर तथा बुलबुले ताल अवलोकन गर्न सकिन्छ। दोस्रो दिन बिहानै देउती बजैको दर्शन गरी सुर्खेतबाट करिब 11 बजे प्रस्थान गर्यौँ। यात्राका क्रममा कर्णाली राजमार्गको सुन्दर भूदृश्य, दैलेखका मनमोहक गाउँहरू तथा राकम कर्णाली क्षेत्रका प्राकृतिक दृश्यावलोकन गर्दै अगाडि बढ्यौँ। सुर्खेतबाट हिँड्न ढिला भएकाले त्यस दिन कालीकोटको मान्मासम्म मात्र पुग्न सम्भव भयो। सुर्खेतदेखि मान्मासम्मको दूरी करिब 150 किलोमिटर रहेको छ र बाटो कच्ची र पक्की दुवै मिश्रित छ। सुर्खेतबाट बिहानै हिँडेमा नागमा कालीकोट पुग्न सकिन्छ, तर हामी ढिलो हिँडेकाले त्यहाँसम्म पुग्न सम्भव भएन। कालीकोट मान्मामा पर्याप्त होटल उपलब्ध छन्, जहाँ 1500-2000 मा राम्रा रुम सहज रुममा पाइन्छ र खाना पनि महँगो छैन। हाम्रो तेस्रो दिनको यात्रा मान्माबाट सुरु भयो। कर्णाली राजमार्ग हुँदै नागमासम्म यात्रा गर्यौँ र नागमाबाट जुम्ला जाने बाटो र रारा जाने बाटो भेटिन्छन् र हामीले रारा जाने कच्ची बाटो समात्यौँ। मान्मादेखि नागमासम्म करिब 60 किलोमिटर र नागमादेखि रारासम्म करिब 93 किलोमिटर दूरी रहेको छ। नागमासम्मको बाटो पिच छ र अफरोड मिश्रित रहेको छ भने नागमाबाट रारासम्म पुरा अफरोड यात्रा गर्नुपर्दछ। सो मार्ग जुम्लाको हिमा गाउँपालिका, सिन्जा गाउँपालिका र कनका सुन्दरी गाउँपालिका हुँदै रारातर्फ पुग्छ। सिन्जाका मनमोहक फाँटहरू, जुम्लाको प्रसिद्ध मार्सी धान खेती तथा स्थानीय संस्कृति यस यात्राका मुख्य आकर्षण हुन्। सिन्जा क्षेत्रमा करिब 6 किलोमिटर पिच सडक रहेको छ। यात्राको क्रममा हामीले खाना सिन्जामा खायौँ र त्यहाँ मात्र 400 रुपियाँ पर प्लेटमा मार्सी चामलको भात पनि खाइयो, जुन निकै स्वादिष्ट थियो। जुम्लाका मनमोहक दृश्य हेर्दै साँझ रारा क्षेत्र पुग्यौँ र राराभन्दा थोरै तल सल्लेरीमा डाँफे होटेलमा बास बस्यौँ। छिटो पुग्ने हो भने माथि रारा तालसम्मै पुगेर लेक साइडमा पनि बस्न सकिन्छ, तर हामी पुग्दा रात परिसकेकोले सल्लेरीमै बस्यौँ। रारामा राम्रा होटलहरू छन्। हामी बसेको डाँफे होटेलमा 2000 रुपैयाँमा रुम पाइनुका साथै 400 रुपैयाँ पर प्लेट खाना पाइन्छ। चौथो दिन बिहान करिब 1 घन्टा हिँडेर रारा तालसम्म पुग्यौँ। मौसम बिग्रिएको तथा हल्का वर्षा भएकोले राराको स्पष्ट दृश्य अवलोकन गर्न सकिएन। हिउँ पर्ने सम्भावना देखिएपछि करिब 3 घन्टा लामो रारा भ्यू पोइन्ट मुरमा टपसम्म नजाने निर्णय गरियो। राराको सुन्दर दृश्य अवलोकन गर्दै फोटो भिडियो खिच्दै चिसोको अनुभव गरियो। हामी त्यसपछि होटल फर्किएर खाना खायौँ र रारा तालबाट नजिकै मात्र 14 किलोमिटर दूरीमा रहेको मुगुको सदरमुकाम गमगढीसम्म पुग्ने सोच बनायौँ। तालचा विमानस्थलको दृश्य हेर्दै करिब आधा घन्टामा गमगढी बजार पुगियो। हिमालको काखमा रहेको गमगढी बजार साँच्चीकै सुन्दर थियो। गमगढी बजार घुमिसकेपछि हामी सिन्जासम्म पुग्ने निर्णय गर्यौँ। चिसो मौसम, घाम नलागेको, हल्का पानीमा रुच्दै हामी साँझ सिन्जामा बास बस्न पुग्यौँ। सिन्जामा 1500 रुपैयाँमा राम्रो रुम तथा 400 रुपैयाँ पर प्लेटमा खाना पाइन्छ। पाँचौं दिन सिन्जाबाट दृश्य अवलोकन गर्दै नागमा पुग्यौँ र त्यहाँबाट नजिकै जम्मा 30 किलोमिटर रहेको र बाटो पनि पिच भएकाले जुम्लाको सदरमुकाम चन्दननाथ खलङ्गासम्म पुग्ने विचार गर्यौँ। बाटो ठुलो तथा पुरै कालोपत्रे गरेको छ र सजिलैसँग 45 मिनटदेखि 1 घन्टामा जुम्ला खलङ्गा पुग्न सकिन्छ। तिला नदीको तिरैतिर तातो पानी कुण्ड हेर्दै हामी खलङ्गातर्फ लाग्यौँ। तिला नदीको छेउमा अवस्थित सुन्दर गाउँ तथा बजारहरू अवलोकन गर्दै खलङ्गासम्म पुग्यौँ र त्यहाँ चन्दननाथ मन्दिर, व्हाइट गुम्बा, कर्णाली टेक्निकल स्कुल र अरू थुप्रै ठाउँहरू घुम्यौँ। व्हाइट गुम्बाबाट खलङ्गा बजार अवलोकन गर्न सकिन्छ, जुन एकदम सुन्दर देखिन्छ। हामी त्यहाँ 2-3 घन्टा खलङ्गा क्षेत्र अवलोकन गरेपछि नागमा हुँदै मानमा फर्केर मानमा बास बस्यौँ। खलङ्गाबाट करिब 3.5 घन्टामा मानमा पुग्यौँ। 6औं दिन मानमाबाट बिहानै हिँड्यौँ र राकम कर्णालीमा कर्णालीको माछासहित खाना खायौँ। फर्किँदा राकम कर्णालीबाट कर्णाली राजमार्ग छोडेर मध्य पहाडी लोकमार्ग हुँदै दैलेख बजारतर्फ अगाडि बढ्यौँ। बाटोमा पेट्रोल खानी, दुल्लु क्षेत्र तथा दैलेखका सुन्दर गाउँ बजारहरू अवलोकन गरियो। दैलेख बजार पुगेर त्यहाँ एकछिन घुमफिर
घुमफिर गर्दै त्यहाँ खाजा खाएर मध्य पहाडी लोकमार्ग छोडेर सुर्खेततर्फ अगाडि बढ्यौं। हामी सुर्खेतसम्म जाने विचारमा थियौं र त्यस दिन गुराँसेसम्म पुगेर त्यहीँ बस्यौं। गुराँसेमा राम्रो राम्रो होटेलहरू छन् र त्यहाँबाट सुर्खेत र दैलेखका गाउँ बस्ती तथा सुर्खेतको वीरेन्द्रनगर बजार हेर्न सकिन्छ। 7औं दिन बिहान गुराँसे भ्यू टावरबाट दैलेखका गाउँ बस्ती, सुन्दर हिमालहरू र सुर्खेतका गाउँ बस्ती र वीरेन्द्रनगरको दृश्य अवलोकन गर्दै सुर्खेततर्फ अगाडि बढ्यौं। दृश्य हेर्दै फोटो भिडियो बनाउँदै खाना खान सुर्खेत पुग्यौं। यो हाम्रो एक्स्ट्रा दिन थियो। सिधै मान्माबाट कर्णाली राजमार्ग हुँदै अघिल्लो दिनमै सुर्खेत पुग्न सकिन्छ, तर हामी दैलेख बजार घुम्नलाई 1 दिन लम्बाएका थियौं। यससँगै हाम्रो सुर्खेत रारा यात्रा सम्पन्न भयो। धन्यवाद।